जीवन छोटो छ, मुस्कुराएर जिउनुहोस्। फर्केर यादहरू मात्रै आउँछन्, समय होइन। ग्यास्ट्रिक अधिकांश नेपालीमा देखिने साझा समस्या हो। यसलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भन्ने गरिन्छ भने समयमै उपचार गरिएन भने ग्यास्ट्रिक बढेर अल्सर हुँदै त्यसबाट चाहिँ क्यान्सरमा पनि परिणत हुन सक्छ। त्यसकारणले पनि हामीले यो ग्यास्ट्रिकलाई चाहिँ सामान्य रूपमा भने लिनु हुँदैन। हाम्रो पेटमा हाइड्रोक्लोरिक एसिड उत्पादन हुन्छ। यो तत्त्वले चाहिँ हामीले खाएको जति पनि खानाहरू रहेको छ त्यसलाई चाहिँ टुक्रा टुक्रा पारेर चाहिँ पचाउनको लागि सहयोग गर्छ र पेटमा रहेको जति पनि ब्याक्टेरियाहरू रहेको हुन्छ यसलाई मार्नको लागि पनि यसले मद्दत पुर्याइरहेको हुन्छ। यदि पेटमा यस्तो एसिड चाहिँ धेरै उत्पादन भयो भने चाहिँ पेटमा समस्या आउने गर्छ, जसलाई चाहिँ हामी सबैको सामान्य बोलीचालीको भाषामा चाहिँ ग्यास्ट्रिक भनिन्छ। आजको यस भिडियोमा रहेर ग्यास्ट्रिकका कारण, यसका लक्षण र यसको रोकथामका लागि हामीले के कस्ता उपाय अपनाउन सकिन्छ लगायतका उपचार विधि भिडियोमा रहेकाले भिडियोलाई अन्तिमसम्म हेरेर चाहिँ तपाईले स्वास्थ्य लाभ लिन सक्नुहुन्छ। भिडियोलाई एउटा लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। सामान्यतया ग्यास्ट्रिक हुने कारण भने धेरै रहेका छन्। अस्वस्थकर खानपान र खराब जीवनशैलीका कारण अधिकांशमा ग्यास्ट्रिकले सताइरहेको हुन्छ। लामो समयसम्म खाली पेट बसेमा या नियमित खानपिन नगरेमा, अत्याधिक मात्रामा चाहिँ चिल्लो, पिरो, अमिलो, मसालेदार खाना खाएमा, बासी खाना खाएमा, त्यस्तै गरेर चाहिँ खाली पेटमा गुलियो पदार्थ सेवन गरेमा, अत्याधिक चिया, कफी पिएमा, त्यस्तै गरेर चाहिँ पानी कम मात्रामा मात्र पिएमा, अनिदो रहेमा, निद्रा कम भयो भने, त्यस्तै गरेर चाहिँ विभिन्न किसिमको रोगहरूका लागि हामीले औषधि सेवन गर्दाखेरि चाहिँ ग्यास्ट्रिकको औषधि सेवन नगरेमा पनि हामीलाई चाहिँ यसले चाहिँ ग्यास्ट्रिक अर्थात् ग्यास्ट्राइटिस हुनको लागि चाहिँ यसले मद्दत पुर्याइरहेको हुन्छ भने खाली पेटमा खान नहुने खानाहरू खाएमा पनि यसले चाहिँ हामीलाई ग्यास्ट्रिक निम्त्याउने गर्दछ। चटपटे, भुजिया, रेडिमेड खानाहरू वा बजारे खानाहरूमा चाहिँ जसलाई हामीले जङ्क फुड भनिन्छ, यस्ता खानाले पनि हामीलाई ग्यास्ट्रिक निम्त्याउने गर्दछ। बट्टामा हालिएका अचारहरू खाएमा, खाली पेटमा दुधबाट बनाइएका जति पनि डेरी प्रोडक्ट्सहरूको सेवन गरेमा, लामो समयसम्म दिशा नलागेमा र अत्याधिक मात्रामा मानसिक तनाव लिएमा पनि यसले हामीलाई ग्यास्ट्रिक निम्त्याउने गर्दछ। मद्यपान, धुम्रपान र सुर्तीजन्य पदार्थहरूको अत्याधिक सेवन गर्दाखेरि यी यस्ता लगायतका कारणहरूले चाहिँ मानिसमा चाहिँ ग्यास्ट्रिक समस्या निम्तिन सक्छ। ग्यास्ट्राइटिस रोगले चाहिँ मानिसलाई चाहिँ ग्रसित बनाउन सक्छ। त्यसैले चाहिँ यसमा चाहिँ हामीले होस पुर्याउनु पर्ने हुन्छ। पेटभित्र कुनै समस्या छ या छैन भनेर चाहिँ एन्डोस्कोपी गरेर हेर्नुपर्ने हुन्छ। यसबाट चाहिँ एसिडका कारण पेटमा कति घाउ भएको छ या भएको छैन भन्ने कुरा चाहिँ पत्ता लगाउन सकिन्छ। सामान्यतया ग्यास्ट्रिक हुँदा के कस्ता लक्षणहरू देखा पर्छ त्यो बारे चर्चा गरौँ। नाइटोभन्दा माथि र छातीभन्दा तल चाहिँ दुख्ने गर्छ, असहज महसुस हुने गर्छ, सास गनाउँछ भने डकार आउने गर्दछ, बान्ता हुने, पेट दुख्ने, पेट फुल्ने जस्ता समस्याहरू देखा पर्ने गर्दछ। मुखबाट अमिलो पानी आउँछ जसले गर्दा चाहिँ सास गनाउँछ भने खाना खाएपछि अप्ठ्यारो हुने, अपच महसुस हुने गर्दछ, कब्जियत हुन्छ, त्यस्तै गरेर चाहिँ एसिड रिफ्लक्स भएर चाहिँ छाती पोल्ने जस्ता अन्य विभिन्न लक्षणहरू पनि देखिने गर्दछ। एसिड रिफ्लक्स बारे चाहिँ छुट्टै एउटा भिडियो तयार गरेको छु, त्यो पनि तपाईले हेर्नुहोला, लिंक तल डिस्क्रिप्सनमा राखिदिनेछु। ग्यास्ट्रिक हुँदा के गर्ने, के नगर्ने, कस्तो जीवनशैली अपनाउने त? लामो समयसम्म खाली पेट नबस्ने, नियमित रूपमा चाहिँ खाना खाने गर्नुस्, थोरै खाने गर्नुस्, समयमा खाने गर्नुस्। 2-3 घण्टाको अन्तरालमा चाहिँ हामीले खानेकुरा खाइरहनुपर्छ। फलफुल र हरियो सागसब्जी प्रशस्त मात्रामा खानुस्। गेडागुडी लगायतका कम एसिडिटी भएका खाद्य पदार्थहरू खाने गर्नुस्। धेरै चिल्लो, अमिलो र पिरो भएका खानेकुराहरूबाट चाहिँ हामी परै रहनुपर्छ। बोसोजन्य खानेकुराहरू खाँदै नखाने, जङ्क फुड नखाने, अत्याधिक मात्रामा चिया, चुरोट र कफी नपिउने, मद्यपान गर्दै नगर्ने, प्रशस्त मात्रामा पानी पिउने गर्नुस्, धेरै तनाव लिने नगर्नुस्। नियमित मात्रामा तपाईले व्यायाम गर्यो भने पनि यसले चाहिँ तपाईलाई चाहिँ केही रिलिफ दिने गर्दछ, केही आराम दिने गर्छ ग्यास्ट्रिकबाट चाहिँ। जथाभावी दुखाइ कम गर्नका लागि पेन किलरहरूको प्रयोग गर्दै नगर्नुस्। थप समस्या आइपरेमा चाहिँ तपाईले नजिकको स्वास्थ्य संस्था या चिकित्सकको परामर्श अनुसार चाहिँ तपाईले औषधि उपचार गर्न सक्नुहुन्छ। ग्यास्ट्रिकको घरेलु उपचारका लागि सर्वप्रथम त तपाईले आफ्नो खानपिनमा नै विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ। आफूले खाँदै गरेको खाना आफ्नो स्वास्थ्य स्थिति अनुसार कतिको उपयुक्त छ वा छैन भन्ने कुरा चाहिँ तपाईले सुरुमा नै डिसाइड गर्नुपर्ने हुन्छ। खाएको खाना आफ्नो पेटले पचाउन सक्छ या सक्दैन भन्ने कुरा तपाईले ख्याल गरिरहनुपर्छ। खाना खाने समयलाई निर्धारण गरेर दैनिक एकै समयमा खाना खाने बानी गर्नुपर्छ। खानाको समय नमिल्दा पनि ग्यास्ट्रिकले चाहिँ तपाईलाई सताइरहेको हुन्छ। ग्यास्ट्रिकको उपचार तपाईकै हातमा छ। तपाईले आफ्नो खानामा
खानामा एकदमै धेरै ध्यान पुर्याउनुहोस्। तपाईँलाई कुनै ग्यास्ट्रिकको औषधिको जरुरत पर्दैन। तर खानामा ध्यान नदिए जति नै जडी औषधिको प्रयोग गरे पनि तपाईँलाई ग्यास्ट्रिक निको हुनका लागि गाह्रो पर्ने हुन्छ, हम्मे पर्छ। किनकि ग्यास्ट्रिक हुनुको मूल जड भनेको नै तपाईँको खाना हो। कहिलेकाहीँ ग्यास्ट्रिकले सतायो भने यी यस्ता तरिकाहरू चाहिँ तपाईँले अपनाउनु भयो भने चाहिँ तपाईँको ग्यास्ट्रिकको उपचार चाहिँ घरमा पनि सम्भव हुन सक्छ। जिरा पानी सेवन गर्ने, ज्वानो, जिरा, दही र मेथी मिसाएर खाने, बिरे नुन र एउटा कागती मिसाएर चाहिँ त्यसलाई तातो पानीमा पिउने गर्नुहोस्। ताजा अदुवा र ज्वानो पानीमा उमालेर मन तातो बनाएर पिउने र बिरे नुन भएसम्म चाहिँ बिरे नुन पनि त्यसमा मिसाएर तपाईँले पिउन सक्नुहुन्छ। ज्वानोलाई पिसेर दहीसँग मिसाएर पनि खान सक्नुहुन्छ। आधा चम्चा बेकिङ सोडा र एउटा कागतीको रस मिसाएर तातो पानीमा पिउने गर्नुहोस्। तातो पानी प्रशस्त पिउने गर्नुहोस्। पुदिनाको पात चपाउने, तुलसीको पात चपाउने, दालचिनी खानामा मिसाएर सेवन गर्ने, पेट ढाडिएमा चाहिँ तपाईँले टिमुरको सेवन गर्न सक्नुहुन्छ। बामरीको पातलाई चपाएर रस निकालेर तपाईँले खान सक्नुहुन्छ। नरिवलको पानी प्रशस्त पिउनुहोस्। नियमित यो उपाय अपनाएको खण्डमा चाहिँ तपाईँ ग्यास्ट्रिकबाट टाढा रहन सक्नुहुन्छ। हवस् त, अर्को भिडियोमा भेट्ने नै छौँ। तबसम्म चाहिँ तपाईँ सुरक्षित रहनला, स्वस्थ रहनला। स्टे सेफ, स्टे हेल्दी। जीवन छोटो छ, मुस्कुराएर जिउनुहोस्। फर्केर यादहरू मात्रै आउँछन्, समय होइन।